यदि तपाईहरुलाई पनि एटीएमबाट पैसा निकाल्न आउँदैन भने डोन्ट वरी। आजको यस भिडियोमा तपाईहरुलाई 1 मिनेटमै सिकाउनेछु एटीएमबाट कसरी पैसा निकाल्न सकिन्छ भन्ने बारेमा। जहिले पनि एटीएम कार्ड युज गर्दाखेरि एटीएम भित्र त्यहाँनेर पहिलो रङको सिम कार्डमा भए जस्तो एउटा चिप हुन्छ। त्यो चिपलाई माथिपट्टि फर्काएर र अक्षरहरू सुल्टे हुने तरिकाले एटीएमलाई छोप्नु होला। एटीएमलाई छोपिसकेपछि यहाँनेर एटीएम भित्र कार्ड राख्ने भनेर एउटा देखाइएको हुन्छ। त्यसभित्र आफ्नो कार्डलाई राख्नु होला, जस्तै मैले राखेको छु। यसै तरिकाले तपाईले एटीएम कार्डलाई एटीएम मेसिन भित्र राख्नु होला। यहाँनेर भित्र राखिसकेपछि एटीएम मेसिनले आफै त्यो एटीएम कार्डलाई चाहिँ भित्र ल्याउँछ। यो कुरा चाहिँ ख्याल गर्नु होला है साथीहरु। त्यसपछि तपाईले भाषा छान्नु पर्ने हुन्छ। त्यसपछि तपाईले आफ्नो पिन नम्बर राख्नु पर्ने हुन्छ। यदि तपाईले पिन नम्बर पहिला सेट गर्नु भएको छैन भने तपाईको मोबाइलमा पिन नम्बर आउँछ। त्यो पिन नम्बर चाहिँ यहाँनेर तपाईले राख्नु पर्ने हुन्छ। पिन नम्बर राखिसकेपछि यहाँनेर थुप्रै अप्सनहरु आउँछन्। यिनी अप्सन मध्ये तपाईले यहाँनेर विथड्र भन्ने अप्सन देख्न सक्नुहुन्छ। विथड्रमा चाहिँ फर्स्ट सेकेन्डको विथड्रमा क्लिक गर्नु होला। अब यसपछि दुईवटा अप्सनहरु आउँछ। तपाईको खाताको प्रकार के हो त, सेभिङ हो कि करेन्ट हो? मेरो चाहिँ सेभिङ हो, त्यसैले मैले सेभिङ थिचेको छु। अब यो सेभिङको बटन थिचिसकेपछि तपाईको स्क्रिनमा दुईवटा फेरि अप्सनहरु आउँछ। यसमा चाहिँ तपाईले यस नो जुनसुकै थिचे पनि हुन्छ। मैले चाहिँ यस थिचेको छु। अब यस थिचिसकेपछि यहाँनेर तपाईले अमाउन्ट हाल्नुस्। कति निकाल्न चाहनुहुन्छ त? 5000, 10000, 20000। 20000 भन्दा धेरै चाहिँ तपाईले एकचोटीमा निकाल्न पाउनुहुने छैन। यहाँनेर बीचमा दशमलव छ, यो दशमलव चाहिँ ख्याल गर्नु होला है त। अब अमाउन्ट हानिसकेपछि विथड्रको साइडको बटन थिच्नुस्। अब यति गरिसकेपछि तपाईको अब प्रोसेसिङमा जान्छ। अब यति गरिसकेपछि फर्स्टमा त तपाईको एटीएम कार्ड दिन्छ। त्यसपछि अमाउन्ट चाहिँ क्याल्कुलेट गर्न थाल्छ। क्याल्कुलेट गरिसकेपछि यहाँबाट अटोमेटिकली पैसा तपाईले कति इन्टर गर्नुभएको हो त्यो अमाउन्ट चाहिँ यहाँबाट तपाईले निकाल्न सक्नुहुन्छ। अब यो भिडियो चाहिँ तपाईले नजान्ने साथीलाई कृपया शेयर गरिदिनु होला है त। धन्यवाद।